आज हामी कुरा गर्छौं ग्यास्ट्राइटिसको बारेमा, जसलाई सारा नेपालीले ग्यास्ट्रिक भनेर चिनेका छन्। यसलाई हामी राष्ट्रिय रोग पनि भन्छौं। आउनुहोस् यस भिडियोमा जानौं ग्यास्ट्राइटिस भनेको के हो, यो के कारणले हुन्छ र यसको प्रिभेन्सनको लागि हामीले के गर्नुपर्छ त। ग्यास्ट्राइटिस भन्नाले पेटमा जुन कभरिङ हुन्छ नि, म्युकोजाको कभरिङ, त्यसको इन्फ्लामेसनलाई बुझिन्छ। यसका विभिन्न कारणहरू छन्। एक नम्बरमा भनेको एच पाइलोरी नामक एउटा ब्याक्टेरिया पाउँछ, जसको इन्फेक्सनले गर्दा हामीलाई ग्यास्ट्राइटिस हुन सक्छ। त्यसले ग्यास्ट्राइटिस मात्रै नभएर पेप्टिक अल्सर डिजिज भन्ने एउटा रोग पनि लगाउन सक्छ। पेप्टिक अल्सर भनेको पेटको घाउ। दोस्रो नम्बरमा छ चुरट र रक्सी खाने। जो मान्छेहरूले एकदमै धेरै चुरट र रक्सी सेवन गर्नुहुन्छ, ती मान्छेहरूमा साइटोकाइन्स बढेर जान्छ। साइटोकाइन्सले एचसिएल सेक्रेसनलाई बढाउँछ। एचसिएल सेक्रेसन बढ्यो भनेपछि त्यसले ग्यास्ट्राइटिस गराउँछ, साथसाथै पेप्टिक अल्सर डिजिज पनि हुन सक्छ। 3 नम्बरमा चिल्लो खानेकुरा। जो मान्छेले एकदमै धेरै चिल्लो खानेकुरा खानुहुन्छ नि, ती मान्छेमा पनि एचसिएल बढेर जान्छ, जसले गर्दा पेप्टिक अल्सर डिजिज र ग्यास्ट्राइटिस हुन सक्छ। 4 नम्बरमा छ स्ट्रेस। जो मान्छेले एकदमै धेरै स्ट्रेस लिनुहुन्छ, ती मान्छेमा पनि ग्यास्ट्राइटिस र पेप्टिक अल्सर डिजिज देखिन सक्छ। 5औं नम्बरमा कारण भनेको एनेसेड्स। एनेसेड्स भनेको तपाईले लिइराख्नु भएको औषधिहरू, ब्रोफेनहरू, फ्लेक्सनहरू जस्ता विभिन्न हजुरले औषधिहरू खानुहुन्छ नि, ती मान्छेमा प्रोस्टाग्ल्यान्डिन घटेर जान्छ। प्रोस्टाग्ल्यान्डिन चाहिँ तपाईको म्युकस बनाउन चाहिन्छ। तपाईले एकदमै धेरै एनेसेड्स खानुभयो, तपाईको पेटको म्युकस भनेको तपाईको पेटमा एउटा लेयर हुन्छ के, जसले कभर गर्छ पेटलाई र एसिडलाई तपाईको मसल्सहरूमा, तपाईको छालाहरूमा पुग्न दिँदैन। तपाईहरुले एनेसेड्स लिनुभयो अनि त्यो म्युकस लेयर चाहिँ पातलो भएर जान्छ, एसिड चाहिँ शक्तिशाली भएर तपाईको छालामा प्वाल पार्ने, घाउ बनाइदिने, जसलाई नै हामी पेप्टिक अल्सर डिजिज भन्छौं र ग्यास्ट्राइटिस जस्तो समस्याहरू गराउन सक्छ। अब आउनुहोस् हामी प्रिभेन्सनका निमित्त हामीले के गर्नुपर्छ जानौं। पहिलो कुरा, चुरट रक्सी सकिन्छ भने हामीले छोड्नु पर्यो। म चुरट रक्सी छोड्नै सक्दैन भन्नुहुन्छ भनेपछि कन्ट्रोल गर्नु पर्यो। धेरै खानुहुन्छ भने कम खानुस्, बिस्तारै बिस्तारै कम गर्नुस्। अर्को तरिका भनेको स्ट्रेस कम लिनु पर्यो। तपाईले स्ट्रेस म्यानेजमेन्ट स्किल्सहरू सिक्नु पर्यो। स्ट्रेस कम लिनहरुले जान्नु भएपछि यो पेप्टिक अल्सर ग्यास्ट्राइटिस मात्र नभएर अरू समस्याहरू पनि कम हुन जान्छ। अर्को तरिका भनेको चिल्लो चाहिँ कम खाने गर्नु पर्यो हजुरले। अर्को तरिका भनेको तपाईलाई एच पाइलोरी भन्ने ब्याक्टेरियाको इन्फेक्सन देखेको छ भने डाक्टरको प्रिस्क्रिप्सन अनुसार तपाईले एन्टिबायोटिक चाहिँ खानुपर्ने हुन्छ। यस्तै राम्रो मेडिकल कन्टेन्टको लागि डाक्टर एक्सलाई फलो गर्नुहोला। हस्त धन्यवाद।